एनपिएल सिजन 2 का दुई बेस्ट टिमहरू भोलि क्वालिफायर 1 मा एनपिएल सिजन 2 को फाइनल स्पटको लागि भिड्दैछन्। सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स। लास्ट म्याच तिनीहरूको एक आपसमै भएको थियो र विराटनगर किङ्सले वान साइडेड एकदमै इजी जित निकालेको थियो कि अब हुने भोलि क्वालिफायर 1 पनि विराटनगरले फेरि त्यस्तै कम्फर्टेबल जित निकालेर फाइनलमा जान सक्छ, वा सुदूरपश्चिमले आफ्नो अहिलेसम्म टुर्नामेन्टका बाँकी खेलहरू जसरी खेलेको थियो त्यसै गरी खेलेर फाइनलमा जान्छ। सुदूरपश्चिम रोयल्स फाइनल एकचोटि खेलिसके दोस्रो सिजन पनि के फाइनल खेल्ला, अथवा विराटनगर किङ्स क्वालिफायर 1 बाटै फाइनलमा गइहाल्छ। तर भोलिको गेम हारे पनि दुईटै टिमलाई एक चान्स भने अझै छ फाइनलको लागि, र भोलिको गेम गेममा को अघि छ के होला त्यो आज म त्यो विषयमा कुरा गर्दैछु। विराटनगर किङ्सले अघि जुन लास्ट गेम भएको थियो सुदूरपश्चिमसँगको, सायद त्यही प्लेइङ 11 उतार्न सक्छ र ब्याटिङ अर्डर अलिकति चेन्ज हुन सक्छ। जुन स्याम ओपनिङ गरेको थियो, स्याम र फ्याफ, त्यो नभएर लोकेश बाम अथवा गप्टिलमा कोही एउटा ओपन गर्न सक्छ र स्याम 4 नम्बरमा खेल्न सक्छ, जसको चान्स हाई छ। र बाँकी चाहिँ एउटै होला, सायद सूर्य तामाङ अलिकति एक्सपेन्सिभ भएको 3 ओभरमा 29 रन दिएको भएर, र बाँकी पनि पर्फर्मेन्स त्यस्तो राम्रो नभएको कारणले गर्दाखेरि सूर्य तामाङको ठाउँमा नारायण जोशी ल्याउने हो कि ब्याटिङ लाइनअप अलिकति लामो गराउनलाई भन्ने मलाई लागिरहेछ। तर उही प्लेइङ 11बाट गयो भने पनि म सरप्राइज हुँदिनँ। तर सुदूरपश्चिम रोयल्सको लागि एउटा नयाँ चुनौती चाहिँ थपिएको, किनभनेपछि अघिल्लो गेममा स्कट कुकलाइनलाई रेस्ट गराएको थियो, तिनी आउँछन् ढुक्कै हो। क्रिस लिन र जस ब्राउनको एक्जिट एकदमै इम्पोर्टेन्ट टाइममा, एनपिएल सिजनको दुईको इम्पोर्टेन्ट टाइममा जब जस ब्राउन र क्रिस लिन गए, त्यसले चाहिँ एउटा ठुलो घाटा लाग्यो। जस ब्राउन र क्रिस लिनको त्यस्तो कन्सिस्टेन्ट उनीहरूको लेभलको पर्फर्मेन्स त आइरहेको थिएन। यो पिच तिनीहरूलाई त्यति मन परेको पनि थिएन। तर यो जुन किसिमका खेलाडीहरू हुन्, तिनीहरू जुन बिग प्लेयरहरू हुन्, तिनीहरूले यस्तो प्लेअफ यो प्रेसर सिचुएसनमा खेल्छन् र त्यो बेला जिताउँछन् भन्ने आश हुन्छ आफ्नो ठुलो खेलाडीबाट। क्रिस लिन जानु र जस ब्राउन जानुले एकदमै नराम्रो घाटा लागेको छ, किनभने नयाँ ल्याइसक्यो सेल्डन ज्याक्सन भन्ने एनपिएल के अरे आइपिएल केकेआरबाट खेलिसकेका मान्छे हुन्, खेले मात्रै हुन्, राम्रो त गरे छैनन्। र अर्को कुन एउटा पाकिस्तानको मुख्तर अहमद भन्ने चाहिँ पाकिस्तानको अहिले वासिङटन फ्रिडमबाट के अरे अमेरिकामा एमएलसी खेल्ने, र मुख्तर अहमद भने पाकिस्तानबाट डेब्यू पनि गरिसकेका रहेछन् मान्छे, भनेपछि राम्रै होलान् भन्ने आश गरौँ। र अब उनीहरूलाई कतिको कम्फर्टेबल हुन्छ सुरुमै आएर यो टियुको लो पिचमा खेलेर रन बनाउन। अब सुरुको म्याच हो, सुरुमै हान्दैनन् भन्न सकिन्न। सेल्डन ज्याक्सन जस अनुभवी नै हुन्, अनि त्यसपछि मुख्तर अहमद पनि राम्रै भएरै ल्यायो होला, अब उसको हेर्न बाँकी छ। जस हाईले मतलब माथिल्लो स्तरमै खेल्ने खेलाडी रहेछ। अब तिनीहरू आएर त्यो ब्याटिङ अर्डरमा कसरी फिट हुन्छन्। सेल्डन ज्याक्सन आइपिएलमा तल्लो अर्डरमा ब्याटिङ गरेको थियो, डोमेस्टिकमा कहाँ गर्छ, र यो ठाउँमा ओपनिङमै होला ठाउँ मुख्तर अहमदलाई ओपनिङमा र सेल्डन ज्याक्सन तल, अथवा के हुन्छ ब्याटिङ अर्डर, उनीहरूले कसरी एड्याप्ट गर्छन्, नयाँ ब्याटिङ अर्डर क्वालिफायर 1 जस्तो इम्पोर्टेन्ट गेममा कसरी मिलाएर लैजान्छ सुदूरपश्चिमले, त्यसको लागि च्यालेन्ज छ। तर विराटनगरको ब्याटिङ भने त्यो एकदमै सर्टेड छ के। फ्याफ डुप्लेसी आफ्नो रङमा आइसके, गप्टिल आफ्नो रङमा छन्, गप्टिलबाट त केही भन्नै परेन गप्टिललाई। अनि त्यसपछि स्यामले पनि 50 हान्यो अघिल्लोचोटि, र ब्याटिङ लाइनमा नेपालीले नारायण जोशी र बसिर अहमद भएर अघिल्लो म्याच जिताखान्। लोकेश म्यामले लास्टको 2वटा गेम स्ट्रगल गरेको छ, तर लोकेश म्यामबाट खासै कसैलाई आश पनि छैन, हानिदियो भने सुनमा सुगन्ध भइहाल्यो। अनि त्यसपछि प्रतीश ऋषिले पनि राम्रो फिनिस गरिरहेछ, सन्दीप लामिछाने, मर्चेन्ट रिलायन्सले पनि अलिअलि आएर ब्याट त गुमाउँछन्। ब्याटिङमा उसको समस्या छैन विराटनगरको, र सुदूरपश्चिमको बलिङमा समस्या छैन। अघिल्लो म्याचमा स्कट कुकलाइन थिएनन्। स्कट कुकलाइन यो टुर्नामेन्टको बेस्ट फास्ट बलर, नेपाल प्रिमियर लिग भरिकै बेस्ट फास्ट बलर। स्कट कुकलाइन आइसकेपछि त्यो बलिङ अर्डर राम्रो हुन्छ। स्कट कुकलाइन, अविनाश बोरा, हरमित सिंह, दिपेन्द्र सिंह ऐरीको जुन धुलाइ भएको थियो अघिल्लोचोटि, सायद त्यो दोहोरिएर नहोला, किनभने दिपेन्द्र सिंह ऐरी चाहिँ जुन दिमागवाला बलर हुन् उनी, उनले चाहिँ जिम निसमसँग 3 छक्का खाएपछि पनि कमब्याक गरेका थिए। फ्याफ डुप्लेसीको क्वालिटीले उनलाई
धराशायी पार्यो। तर यो दोहोरिएला, फेरि अर्कोमा पनि त्यस्तै हान्लान् भन्ने चाहिँ मलाई लाग्दैन। दिपेन्द्र सिंह ऐरीले पनि एकदम चतुराईपूर्ण बोलिङ गरेर सुदूरपश्चिमलाई बोलिङको लागि चाहिँ त्यति सोच्न पर्ने छैन र सोचेर पनि केही हुन्न, किनभने यही बोलिङले टेबल टप गरेर यहाँसम्म पुगेको छ भनेपछि सुदूरपश्चिम रोयल्स आफ्नो बोलिङमा भन्दा ब्याटिङमा कसरी। अब यो प्रेसर क्वालिफायर 1 जस्तो म्याचमा त्यही नेपाली ईशान पाण्डे, विनोद भण्डारी, आरिफ शेखहरू मिलेर त्यो ब्याटिङ एफर्टले पुग्छ कि सेल्डन ज्याक्सन र मुख्तार अहमदबाट के चाहिन्छ, हरमित सिंह, स्कट कुगलाइन र दिपेन्द्र सिंह ऐरीको लोवर अर्डरमा ब्याटिङ के चाहिन्छ, कलेक्टिभ ब्याटिङ चल्छ कि चल्दैन, त्यो एउटा क्वेसन छ। र उसको भने फेरि के अरे विराटनगरको भने बोलिङ त्यति सुदृढ एकदम विश्वासिलो बोलिङ किन छैन भनेपछि मर्चेन्ट डिलायन्सको पनि अकेजनल्ली एक्सपेन्सिभ नै छन्। प्रति सिसीले अघिल्लो म्याचमा 1 ओभर मात्रै गरायो। सन्दीप लामिछाने ओल्ड क्लास बोलिङ भइरहेछ। सन्दीप लामिछानेबाट दामी बोलिङ यो सिजन उनको अघिल्लो सिजनभन्दा लास्ट नै राम्रो छ। हाइएस्ट विकेट टेकर पनि छन्। र अर्को सूर्य तामाङ यताउता गरेर कतिको त्यो युटिलाइज गरे त त्यो बोलिङले एकदम मजाको हुन्छ। र यो म अब यहाँनिर आएर एकदमै यो कन्टेक्स्ट भनेकै विराटनगरको ब्याटिङ भर्सेस सुदूरपश्चिमको बोलिङ होला जस्तो छ। त्यो ब्याटल जसले जित्छ त्यसले यो गेम जित्छ। जस्तो स्कट कुगलाइन र फ्याफ डुप्लेसीको ब्याटल एकदमै इम्पोर्टेन्ट छ। जसले जित्यो त्यसले नै यो म्याचको नतिजा डिसाइड गर्छ जस्तो लाग्छ मलाई मेनली। र हरमित सिंह पावर प्लेमा आएर डुप्लेसी गप्टिलको विकेट निकाल्छन् अथवा दिपेन्द्र सिंह ऐरी पावर प्लेमा आएर कसको विकेट निकाल्छन्, त्यो एउटा एकदमै क्रुसियल ब्याटल हो यो टिमको के अरे यो म्याचको नतिजा डिसाइड गर्ने। गिभन कि विराटनगर किङ्सले पहिला ब्याटिङ गर्यो भने र सुदूरपश्चिम रोयल्सको ब्याटिङमा चाहिँ त्यस्तो खासै केही भयो ब्याटिङमा र विराटनगरको बोलिङको कन्टेक्स्ट चाहिँ त्यस्तो धेरै कुनै एउटा कन्टेक्स्टले असर गर्ला जस्तो लाग्दैन मलाई। अब मैले यहाँनिर नतिजा भन्दाखेरि चाहिँ मलाई लाग्छ विराटनगर किङ्सले भोलि फेरि पनि जित्नेवाला छ सुदूरपश्चिमसँग र विराटनगर किङ्स चाहिँ फाइनलमा प्रवेश गर्नेवाला छ। ब्रिलियन्ट पर्फर्मेन्स स्याम, फ्याफ र गप्टिलमध्ये कुनै एउटाको। मलाई लाग्छ लोकेश बामले पनि भोलिको गेममा ठिकै गर्छ र यो विराटनगर किङ्सको ब्याटिङले भोलिको म्याच जिताउँछ यदि विराटनगर किङ्सले चेस गर्दैछ भने। तर यदि सुदूरपश्चिमले चेस गर्दैछ भनेपछि चाहिँ मैले म्याच ठिकै मतलब त्यसमा चाहिँ नतिजा जे पनि हुनसक्छ। तर यदि विराटनगरले चेस गर्दैछ भनेपछि चाहिँ म एकदमै विश्वस्तका साथ भन्छु कि विराटनगर किङ्सले जित्छ र फाइनलमा प्रवेश गर्छ। तपाईँहरूलाई के लाग्छ तपाईँहरूले कमेन्ट गर्नुहोस्। अब यो फेरबदल कहाँनिर हुनसक्छ भने चाहिँ सेल्डन ज्याक्सन र मुख्तार अहमद मध्ये कुनै एउटाको ब्रिलियन्ट जुन प्रियाङ्क पाञ्चाल आएर पहिलो म्याचमा हानेको थियो नि खत्री 85 छिटो बलमा, त्यस्तै कोहीले खेल्दियो भनेपछि कुरा अलग भयो। नत्र म भन्छु विराटनगर किङ्स विनिङ द म्याच। ल तपाईँहरूलाई के लाग्छ कमेन्ट गरौँ।